हेलो साथीहरू, आज म आछु मधुबन नगरपालिका वार्ड नम्बर 9 13 नम्बर गाउँमा। यहाँ एउटा यस्तो किसान हुनुहुन्छ 75 वर्षको बाजे, तर खेती किसानीमा एकदम अव्वल खेती किसानी गर्नुहुन्छ। आज म उहाँसित भेट गराउँछु। जैसी बाजेको नामले फेमस हुनुहुन्छ। अब नाम सोध्छु, उहाँको नाम के हो? बाजे नाम के तपाईँको? रामलाल बैठने। ल अब म उहाँको के खेती गर्नु भएको छ सबैको बारेमा जानकारी दिन्छु। पुरै भिडियो हेर्नु होला। के लगाउनु भएको छ बाजे? अब अहिले यो त जाम हेर्दै जाम। ल हिँड्नुहोस् न त। यो वर्षिम तपाईँकै हो? हजुर। अनि यसमा यो खाली छ, यसमा के लगाउने होला? आलु हो लगाएको पहिला। अब के लगाउने यसमा? अहिले त्यो फुला खाने मकै लगाउने। ए फुला खाने मकै बिउ त्यहाँ तपाईँसित छ कि छैन? मसित छ। हो त्यो मकै बिउ ल्याएर लगाएको। यो के हो लगाएको? यो राजमा। 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 यो राजमा। राजमा यो कति? त्यो पनि राजमा छ। त्यहाँ हिजो हजुरले दिएको 50 रुपियाँको धनिया हो। यता हेरेर भन्नुहोस् न। 1700 को बेचेँ मैले यो। ल यता हेरेर भन्नु न। यो के हो लगाउनु भएको छ? यो राजमा। ए कति उसमा लगाउनु भएको छ? कति यसमा लगभग 2-2.5 कट्ठामा छ। 2-2.5 कट्ठामा? ए यसमा कति लगानी लाग्यो लगभग? लगानी त आज तपाईँको 3 किलो, लगभग 3 किलो जति लाग्यो यसमा बिउ। अनि गाई भैँसीको कम्पोस्ट मल हालियो यसमा, एक टराली। हजुर। त्यो आलुमा यसमा गरेर त्यो मल हालियो। हजुर। त्यो सिमीमा पनि त्यही हालियो। अलिअलि युरिया डिएपी पनि ल्याएर हजुरबाटै ल्याएर त्यो। यो कति कट्ठा छ यो? है यो कति कट्ठा छ राजमा खेती? यो सबै लगाएको 2.5 कट्ठा भने हजुर। यसमा बाच्चाहरू पनि हो। यसमा कति जति आउँछ होला आम्दानी? आम्दानी 1 कुन्टल 75-80 किलो जति आउँछ होला हजुर। नफा कति बच्छ लगभग? नफा त फाइदै हुन्छ, 200 रुपियाँ किलो। ल अब अर्को के लगाउनु भयो सबै हेरौँ। ए नाइ अहिले के लगाउनु भएको छ त्यो हेरौँ न। के खेती गर्नु भएको छ? लगाउने अब क्या हो? यो प्याज हो। प्याज? यो प्याज लगाइयो छ यसमा। या अन्तिजारले नै लगाइयो। त्यो मकै हजुरबाट ल्याएर लगाएको मकै हो। धनिया? 50 रुपियाँको धनिया हो, 1700 को बेचिसक्यो। यता आउनु न। धनिया खेती गर्नु भएको छ, अब यसको बारेमा भन्नुहोस् न। धनिया यो धनियालाई हजुर पहिला लगाउँदाखेरि अनि जग्गा सफा बनायो। हजुर। त्यो बनाएपछि हजुरबाट बिउ ल्यायो र त्यो बिउलाई हेर्नु सुकायो। 1 दिन 12 घन्टा सुकाउने। 12 घन्टा फेरि त्यसलाई दलेर 2टा कतार बनाउने। हजुर। त्यो बनाइसकेपछि अनि पानीमा भिजाइदियो। हजुर। 12 घन्टा पानीमा भिजाएपछि जग्गा ठिक्क बनाएर यसो रेखा पारेर अनि त्यो लगाइदियो भने सम्पूर्ण अमृत एउटा खेर जाँदैन। यो कति रुपियाँको बिउ ल्याउनु भएको थियो? 50 रुपियाँको बिउ हो हजुरबाट ल्याएको। अनि कतिसम्म बेच्नु भयो? 1700 को बेचेँ। अब कति हुने हो आज? 50 रुपियाँको बिउ? 50 रुपियाँको बिउ हो हजुरबाट ल्याएको। हजुर। कसैले आउँदैन भन्नुहुन्थ्यो। हजुर। नआम्रियो म विचार गर्छु भनेर हजुरबाट ल्याएको हो। हजुर। तर यो सम्पूर्ण अम्रियो। अब यो 3 चोटि काट्ने हुन्छ यो। हजुर हजुर। एकचोटि होइन, 3 चोटि काट्ने हुन्छ। 50 रुपियाँको धनियाको बिउ 1700 को बेच्नु भयो। अहिले पनि यो लगभग कति आम्दानी दिन्छ? आज आउँछ मेरो लगभग 2500-3000 को हुन्छ यही धनिया पनि। यसमा अरू आम्दानी मेरो के हुन्थ्यो र? गरे त नेपालमै छैन हो। यो त गर्नु पर्यो, किस्मत गरे। अरू के लगाउनु भएको छ? चाह खेल्ने राम्रो मान्दैन, क्यारमबोर्ड खेल्ने राम्रो मान्दैन, रक्सी खाने राम्रो मान्दैन। मैले बाल्यकालबाट खाँदैन हेर्नु। यस्तो खेती किसानमै कोसिस गरेको थिएँ। अहिले मेरा छोराले पनि त्यही गर्छ। ल हजुर, अरू के छ त्यो पनि देखाउनु पर्यो। त्यसमा अब के लगाउँ हजुर? मोटर लगायो भने सुवाले खाइसक्यो त्यो पूर्णले हालत खराब। नै अहिले के खेती गर्नु भयो तपाईँ? अहिले मसुर खेती छ, चना छ। बेर्ना छैन? बेर्ना राखेको छैन, अब राख्नु पर्ला हजुर। त्यो प्याजको बेर्ना लागेछ? त्यति पनि लागेको थिएँ। तपाईँको आधा किलोको 38 किलो बिक्री गरेँ। यति मात्रै खेती? अरू के खेती गर्नु भयो देखाउनुहोस्। धेरै के गर्ने हो हजुर? टमाटर के गर्नु भएको छ? टमाटर त्यसो नि त पलाउ टमाटर। ल हिँड्नु न त। भ्याउनै नभ्याइने भयो क्या सबै थोक गर्दाखेरि। सबैको माया हुन्छ। उता 2-3टा भैँसी छन्, भैँसीको लागि घाँस पनि भइजान्छ हेर्नुहोस् बारीमा। मजाले एक घाँस हाल्यो, गहुँको भुस बनाउने हो भने भुसलाई पनि हुन्छ। त्यो मलले पनि बारीमा काम गर्छ। हजुर। होइन, युरिया डिएपी आधा नहालेसम्म हुँदो रहेछ। हजुर। सबभन्दा फल्ने यो सिमी हेर्नु।
यो सिमी लाउन सक्ने हो भने खराब पनि नगर्ने, खानालाई पनि राम्रो। हजुर, यो कुन सिमी हो? यो घिउ सिमी भन्ने ल, वरिष्ठ फल त यो सिमी। यो कुन सिमी हो? घिउ सिमी भन्ने यही हो। यो यस्तो राम्रो फल त के गर्नु अहिले किन हावा के रोग लाग्यो त्यसरी यस्तो फललाई अनि गर्ने भ्याउ छैन। यो कुन जातको गोबी लगाउनु भयो? गोबीको जात के हो? त्यो नाम त भुलिएँ म। नाम भुलेँ म। ए, बेर्ना आफै मार्नु भएको थियो कि? बेर्ना आफैले मारेको। ए, आफैले मारेको। तीबाट ल्याएको बिउ हो। कहाँबाट? तपाईँको दोकानबाट ल्याएको बिउ हो। बिउ त राम्रै रहेछ। बिउ राम्रो रहेछ, एकदम राम्रो आयो। मासले आउँदैन भने चाहिँ आयो। ए, यो टमाटर खेती त यही हो, अझै लाउन सकिएन। हजुर, यही हो। यसलाई पनि फेरि पाला अहिले नखाने भइगयो। यसलाई पाला फेरि नखानेसम्म भन्दैन फल्ने यस्तो फलेको थियो। यो चाहिँ यो एकदम राम्रो फलेको थियो। ए, अनि खुर्सानी खेती? खुर्सानी खेत त बिग्रिगयो। किन कसरी बिग्रियो? है कसरी बिग्रियो? कसरी बिग्रियो? काला भुस्ने किरा लाग्यो यसलाई। यो घाँस बढी आएर हो कि यो तुसारले खायो कि अब फेरि गोड्न लागेको छ। बाजे, तपाईँ यति मतलब खेती किसानी गर्नुभएको छ, बेर्ना मार्नु भएको छ, तपाईँले कहीँबाट केही मतलब सरकारले केही सहयोग गरेछ कि नै? नगरपालिका वडा कार्यालय के सहयोग गरेछ? वडा कार्यालयले त्यही बिउ पनि दिन्छ के अरे। अब त्यही हो हजुर, अरू के सहयोग गर्ने। बिउ राम्रो हुन्छ वडा कार्यालयको? बिउ अनि मकैको बिउ आएको छ। पोहोर सालको मकै त बिग्रियो र रामपुरे मकै भन्ने मकै आएर अम्रिएन। पोहोर सालको वडा कार्यालयको मकै उम्रेन? मकाएको बिउ अहिले फेरि राम्रो के भन्ने बिउ क्या बिउ हो 750 रुपियाँको पर्ने रहेछ। अनि यो तपाईँले यो यति मतलब खेती गर्नुभएको छ, यो दर्ता गराउनु भएको छ? फर्म दर्ता गराउनु भएको छ? दर्ता तपाईँको मोटरको पनि दर्ता भ्याउ छ, अरू छैन भ्याउ। न यो कृषि फर्म भनेर दर्ता गराउनु भएको छैन? गराएको छैन? कृषि फार्ममा कृषि त समूह छ हाम्रो। ए, 25 जनाको समूह छ। त्यो समूह मार्फत आउँछ। अनि जस्तै खेती किसानी गर्दा होइन अनुदानहरू पाउँछन्, त्यो अनुदान पाउनको लागि के मतलब गर्नुपर्छ? हामीले अनुदान पाउनलाई फारम भराउनु पर्ने रहेछ। हजुर, पोहोर साल एउटा पाल मिल्यो, ल्याउने मिलेर तपाईँको त्यो सानो मोटर हुन्छ नि, सानो हजुर, हजुर, ट्र्याक्टर। हजुर, 8वटा ट्र्याक्टर पाएँ बगानले पुरा ग्रुपले। हजुर, हजुर, 8-10 वटा कति पाल पनि पाएँ। हजुर, दिएको थियो। त्यहाँदेखि कसैले पाउनेले फर्रा कोदाला त्यस्तो पनि पाएँ पनि पाएँ। कसैले हजुर, हजुर, मोटर पनि पायौँ हामीले। 1,13,000 कति पर्यो त्यो मोटरले। 2टा मोटर छ मेरो, एउटा खाल्टे मोटर छ। हजुर, यो पहिले हालेको आफ्नै नेगी हालेको हो। त्यो 2को पानी दिन्छ त्यसमा। अहिले 15 वर्ष भयो त्यो हालेको, बिग्रिएको छैन। त्यसो भए सरकारतिरबाट सहयोग पाउनु भएको छ होइन? पाइया छ, सहयोग पाइएको छ। देखाओस् सरकारले राम्रै गरिदिएको छ। हजुर, हजुर, त्यो अर्को मोटर स्पेसियल हालेको यो सब दिने त वडा कार्यालयले नै होला कि नगरपालिकाले हो केले? यस्तो वडा कार्यालयबाट। वडा कार्यालय? वडा कार्यालयबाट। ए, वडा कार्यालयबाट दिएको छ। अनि अरू चाहिएको बिउ अनि हामीले यहाँ पाएनौँ भने अनि हजुरसित गएर ल्याएर ए, वाडाले जे होस् मन खुसी गरेछ तपाईँको? मन खुसी, वार्डले खुसी गरेको छ, राम्रो गरेको छ। केही नपुग्यो हजुरबाट ल्याएर पनि हामीले काम चलाउँछौँ। हजुरले एउटा घरको जानु हो होइन? अनि बाजे, युवाहरू जुन विदेश जान लाग्छन्, हजुर, खेती किसानी गरेर यहाँ बस्न सक्छन्? जस्तै खेती किसानी गएर बस्छु भनेर पुग्छ? किन पुग्दैन? गर्नुपर्छ। तास हेर्न हुन्न, जुवा खेल्न हुन्न, रक्सी खान हुन्न। दिनमा रक्सी खाएर साँझ स्वास्नीलाई पिट्ने उपाय गर्छन्। ल, अब विद्यार्थीले पढ्ने काम गर्नेलाई त दिनभरि बस्यो त्यसरी तास खेल्ने 4 जना हुन्छ नि, हेर्ने तपाईँको 12 जना हुन्छ। हजुर, अब म तपाईँको यो भिडियो सोसल मिडियामा पोस्ट गरिदिन्छु। हजुर, लाइक सेयर गरिदिनुहोस् भन्नु पर्यो।